अहिलेको चुनाव रुकुमैबाट लड्छु। अब त्यो रुकुम फेरि यही रुकुम भन्ने नठान्नु होला। पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ। मैले पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो। पहिला त प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो, अब त प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भनेर एकजनाले मलाई भनेको सुने मैले। म झन बढी आउँछु रुकुम, अब तपाईहरुको साथमा झन बढी आउँछु। पहिले भन्दा बढी तपाईहरुका दुःख सुखमा, तपाईहरुका विकास निर्माणका काममा बरु प्रभाकरले अलि उदण्ड तरिकाले गर्थ्यो, अब त्यो उदण्डता चल्ने छैन। आदरणीय रुकुमली जनता, म तपाईहरुलाई विश्वास दिलाउँछु, तपाईहरुको निम्ति पार्टी हेडक्वार्टरको ढोका काठमाडौँमा सधैँ खुला हुनेछ, कसैले रोकेर रोकिने छैन। यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु।